आदरणीय दर्शकवृन्द नमस्कार, म आनन्द शर्मा र यहाँहरू हेर्दै हुनुहुन्छ कार्यक्रम प्रश्न पत्रकारको। आजको हाम्रो अतिथि हुनुहुन्छ नेपाल जनजागृति पार्टीका केन्द्रीय अध्यक्ष ध्युपलाल निषादजी। उहाँसँग बितेको चुनावको उहाँको पार्टीको अवस्था, गठबन्धनको अवस्था, उहाँको पार्टीको के कार्यक्रमहरू आउँदैछ, के उहाँ गर्दै हुनुहुन्छ, आगामी उहाँको योजना के रहेको छ र अहिले देशको समसामयिक विषय वस्तुमाथि रहेर, मधेसको अवस्थामाथि रहेर आजको हामी कार्यक्रममा चर्चा परिचर्चा गर्नेछौँ। सर्वप्रथम उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। ध्युपलालजी, स्वागत छ कार्यक्रममा। सबभन्दा पहिला धन्यवाद। अनि मेरो तर्फबाट र नेपाल जनजागृति पार्टी चुनाव चिन्ह छात्रको तर्फबाट तपाईको सम्पूर्ण टिम र मिडियाका सम्पूर्ण सहकर्मी साथीहरूलाई नमस्कार, प्रणाम, जय देश जय देश। हजुरको पार्टी नेपाल जनजागृति पार्टी गठबन्धन गरेर चुनाव लड्यो। अहिले बितेको चुनाव एकदमै जनताले नकारिदियो गठबन्धनलाई, अन्य पनि दलहरूलाई, ठुला ठुला दलहरूलाई जनताले नकारिदियो। तपाईहरूको गठबन्धनलाई जनताले किन नकार्यो, किन स्वीकार गरेन तपाईहरूको गठबन्धनलाई, के भन्नु? अब पार्टी यो देशमा त धेरै छन्, सबै पार्टीको आफ्नो विचारधारा, आफ्नो नीति र सिद्धान्त छन्। हामीहरू पनि आफ्नो पार्टीका नीति सिद्धान्त मिल्ने पार्टीहरूसँग गठबन्धन त गर्यौं। र अर्को कुरा हामीहरू के भन्न चाहन्छौँ भने गठबन्धनमा जाँदा पार्टीको हामीहरूको जनस्तरमा जुन प्रचार प्रसार थियो, जुन कमिटी गठन थियो, त्यो त राम्रो थियो हैन। तर बीचमा एउटा हुन्छ, अगाडि बढ्दै जाँदा कुनै यस्तो ट्विस्ट आउँछ जहाँ चाहिँ अनेक किसिमका कुराहरू एउटैमा मिसिएर जान्छ। अनि मिस्दाखेरि के हुन्छ भने एउटा हल्लामा परेर, जनताहरूको भ्रममा परेर, जनताहरूका भ्रममा परेर, अनेक किसिमका हल्लामा, अनेक किसिमका कुवामा परेर सही ट्रेकलाई पनि मान्छेहरू गलत बङ्ग्याएर जनतालाई मतलब एक किसिमको मोबिलाइज गरेर अगाडि बढ्ने गर्दछ। गठबन्धनमा रहँदाखेरि हामीहरू आफ्नो तर्फबाट प्रयास त गर्यौं, प्रयास गर्दा गर्दै पनि जुन अपेक्षा हाम्रो गठबन्धनको थियो त्यो चाहिँ आउन सकेन। त्यस कारणले गर्दा हाम्रो पार्टी अहिले जहाँ पुग्नु पर्ने जहाँ पुगिरहेको अवस्था छ। अहिले गठबन्धन कायमै छ तपाईको? अहिले गठबन्धन हाम्रो कायम छ। अहिले हामीहरू गठबन्धनको माध्यमले आफ्नो आफ्नो संगठन बनिरहेको छ। जुन पार्टीहरू छन् त्यो चाहिँ आफ्नो संगठन बनाइरहेका छन्। अनि मेन मुद्दामा जुन चाहिँ जनताको मुद्दा होस्, अहिले महँगीको मुद्दा होस्, वा जुन पनि देशमा जात जाति जो संविधान भन्दा बाहिर छ, जसको पहिचान संविधानमा छैन, जसको अधिकार संविधानमा छैन, त्यस्ता मुद्दाहरूमा हामीहरू एकमत भएर अगाडि बढ्न गएका छौँ। अब अहिले 1 वर्ष लगभग बाँकी छ। अब 1 वर्ष पनि नभनौँ, 10 महिना जति होला। अब आउँदो चुनाव छ, स्थानीय चुनाव छ, प्रदेश सभाको चुनाव छ। त्यसमा चाहिँ तपाईहरू फेरि गठबन्धन गरेरै चुनाव लड्नुहुन्छ कि एक्लै एक्लै अब तपाईँ चुनाव लड्नु? अब त्यो समय परिस्थिति र आवश्यकताको माग हो हैन। किनभने पार्टीहरू आफ्नो पार्टीका मातहतले, आफ्नो पार्टीका माध्यमले संगठनहरूको निर्माण गरिरहेका छन्, आफ्नो मुद्दा जनतामा लगिरहेका छन्, आफ्नो नीति सिद्धान्त विचार जनतामा लगिरहेका छन्। तर कस्तो समय आउँछ, कस्तो परिस्थिति आउँछ, त्यो बेला हामीहरू निर्णय गर्छौँ कि अब गठबन्धनमा जाने कि पार्टी एक्लै एक्लै। तपाईँ एउटा पढे लेखेको व्यक्ति, युवा हुनुहुन्छ, अहिले आफैले राजनीति दल तपाईँ खोल्नुभयो हैन। तपाईको आफ्नै फेरि विचार होला, त्यही विचार छ। जनतालाई बताइदिनुहोस्, नेपाल जनजागृति पार्टी किन, के का लागि तपाईँ सञ्चालन गर्नुभयो? ध्युपलाल निषादको विचारमाथि जनताले किन विश्वास गर्ने, किन भोट दिने? तपाईले यो पार्टीको सदस्यता किन लिने जनताले, किन लाग्ने यो पार्टीसँग? अब तपाईले जुन प्रश्न गर्नुभयो धेरै दूरदृष्टि र धेरै गहन विषय हो। सबभन्दा कुनै पनि पार्टी वा संगठन खोल्नुको पछाडि एउटा भिजन हुन्छ। अनि भिजनले के भन्छ कि जबसम्म देशका जनता, देशका पछाडि बढेका वर्ग, देशका विभिन्न समुदायहरू सन्तुष्ट हुँदैन, राज्यबाट सम्मान किसिमका व्यवहार हुँदैन, संविधानमा त्यो पनि व्यक्तिको पहिचान अधिकारको सुनिश्चित हुँदैन, तबसम्म कुनै पनि व्यक्ति, कुनै पनि जनता, कुनै पनि समुदाय राम्रोसँग
बस्न सक्दैन। अनि त्यो पछाडि परेका संविधानमा जसको पहिचान छैन, संविधानमा जसको अधिकार छैन, समान किसिमको व्यवहार छैन, सबै राजनीतिक दलहरू विभिन्न किसिमका नारा लगाउँछन् तर व्यवहारमा लागू गर्दैनन्। यदि यस देशका पार्टी राजनीतिक दलका नेताहरूले उहाँहरूले लगाएको नारा अनुसार, उहाँहरूले दिएको वाचा अनुसार यदि संविधानमा लागू गरिदिएको भए मलाई लाग्छ कि यो देशमा कुनै पार्टी खुल्ने थिएन। तर उहाँहरूको आक्रमणकारिताले गर्दा, अनैतिकताले गर्दा, बोलीमा एकाथरी र व्यवहारमा एकाथरी भएको कारणले गर्दा म आफै एउटा निषाद समुदायबाट परेको। यो संविधानको 308 धारा र 9वटा सूची छ। त्यो 308 धारा र 9 सूची मध्ये कहीँ पनि निषाद समुदायको कुनै पनि एक शब्द लेखिएको छैन, जबकि नेपालमा निषाद समुदायको संख्या बढी छ। तै पनि सबै पार्टीले चुनावको टाइममा त भन्छ तपाईको संवैधानिक अधिकार दिन्छु, तपाईको आयोग दिन्छु, तपाईको आरक्षण दिन्छु, तपाई पछि परेका समुदायलाई हामीहरू त्यसमा राख्छौं। तर चुनाव जितेर गइसकेपछि कुनै पनि किसिमको यो समुदायको लागि सेवा सुविधा वा सरकारी निकायमा कुनै पनि कहीँ पनि कुनै किसिमको मतलब लेखिएको छैन। त्यसकारणले गर्दा मैले भने कि पार्टी जबसम्म खोलिँदैन, पार्टी के को लागि? पार्टी राजनीतिक हक अधिकारको लागि। अनि यो समुदायको हक अधिकार साथै दलितको, पिछड़ा वर्गको, अल्पसंख्यकको, सीमान्तकृतको, अपाङ्गको, महिलाको, श्रमिक वर्गको अधिकार जति मात्रामा हुनुपर्ने थियो त्यो मात्रामा भएको छैन। त्यसकारणले गर्दा हामीहरू नेपाल जनजागृति पार्टीलाई जन्म दियौं, गठन गर्यौं र यो पार्टी बिस्तारै अगाडि बढिरहेको छ। सबै जिल्लामा गइरहेको छ, सबै जिल्लामा बैठक भइरहेको छ, सबै जिल्लाका अध्यक्षज्यूहरू आफ्नो कार्यक्रममा लागिरहेको। यो तपाईले सञ्चालन गर्नुभएको पार्टी निषाद समुदायको पार्टी मात्र हो कि सम्पूर्ण देशमा रहेका अन्य जात जातिको पनि पार्टी हो? पार्टी अहिले पनि तपाईको टोपीमा चाहिँ जय निषाद लेखिएको छ। जय निषाद यो हो कि म आफै निषाद वंशको हो। मेरो पनि आफ्नो एउटा हिस्ट्री छ निषाद वंशको। भनिन्छ हिस्ट्री द मदर अफ पोलिटिक्स एन्ड मुभमेन्ट इज द फादर अफ पोलिटिक्स। कुनै पनि संगठन, कुनै पनि पार्टी निर्माण गर्नुभन्दा पहिला त्यो देशको इतिहासको बारेमा जान्न जरुरी छ, त्यो देशका राजनीतिक दलहरूको बारेमा जान्न जरुरी छ, त्यो देशका राजनीतिक नेतृत्व गरेका पंक्तिहरूको बारेमा जान्न जरुरी छ। त्यसैले म आफ्नो इतिहासमा अध्ययन गरेँ। अध्ययन गर्दाखेरि मैले भने कि जबसम्म आफ्नो पार्टी, आफ्नो झण्डा, आफ्नो नारा, आफ्नो नेतृत्व हुँदैन तबसम्म यो देशका कुनै पनि पार्टीले, कुनै पनि नेताले यो समुदायको हक अधिकार दिन सक्दैन। त्यसकारणले गर्दा म आफ्नो हिस्ट्री, इतिहास लेखेँ अनि लेख्ने क्रममा मैले 2टा किताब लेखेँ प्रकार छु। निषाद जातिको संक्षिप्त परिचय र अर्को तपाईको निषाद पुत्र महावीर एकलव्य। अनि जब मैले मेची महाकाली घुमेँ अनि यो जातिको संख्या लगभग 20 लाखको हरारीमा छ। त्यही पनि यो जातिको कुनै पनि ठाउँमा, कुनै पनि निकायमा एउटा पनि शब्द लेखिएको छैन। अब रिसर्चको क्रममा जाँदा अब यो निषाद भित्र म रिसर्च गरेको कारणले गर्दा सहनी, बिन, मलाम, मुखिया, केवट, रेकवार, बरदार, गोरिया, कामत, कामती, सोरैया, बनपर, तियर, फुलवट, चाय, चौधरी, कोर, चोल, नाभिक, दाहा, लोध, लोधा, लोधी इत्यादि खूब फरक रहेका छन्। अनि प्रत्येक निषाद वंशको घरमा मैले पुगेर अनि मैले जब संख्या पत्ता लगाए, उहाँहरूको स्थिति पत्ता लगाए, उहाँहरूको दैनिक जीवन यापन गर्ने तरिका पत्ता लगाए अनि सबैभन्दा तल, सबैभन्दा मतलब पछाडि परेको हरेक क्षेत्रमा, हरेक निकायमा पछाडि परेको समुदाय भनेको निषाद समुदाय। त्यसकारणले गर्दा मैले भने कि जबसम्म संवैधानिक अधिकार यो समुदायलाई मिल्दैन, यो समुदायको स्तर उच्च हुनेवाला छैन। किनभने संविधानले नै तपाईको सुरक्षा दिन्छ र संविधानले नै तपाईको संरक्षण गर्छ। बाँकी नेता आउँछ, पार्टी आउँछ, जान्छ। त्यसकारणले गर्दा संविधानमा जबसम्म यो निषाद समुदायको पहिचान दर्ज हुँदैन, यसको अधिकार मिल्दैन, तबसम्म यो समुदायको प्रगति र उत्थान हुँदैन। अनि तपाई भन्नुभयो यो पार्टी सबै जातको कि निषाद समुदायको? होइन, यो पार्टी सबै देशको लागि हुन्छ, पार्टी सबै जात जातिको लागि हुन्छ। तर जुन जातिको, जुन समुदायको पहुँच छैन त्यसको लागि पार्टीलाई भनिन्छ। अब हेर्नुहोस्, यहाँ तपाईको थारू आयोग छ, आदिवासी जनजाति आयोग छ, मुस्लिम आयोग छ, महिला आयोग छ, तर यत्रो संख्या भएको समुदायको आयोग कहाँ? निषाद आयोग खोइ, आरक्षण पनि छैन। त्यसकारणले गर्दा हामीहरू यो पार्टीले जुन समुदाय पछाडि परेको छ, जुन समुदायलाई मतलब राज्यले अवहेलना गरेका छन्, राज्यले पन्छाएका छन्, त्यस्तो मुद्दालाई हामीहरू लिएर अगाडि बढेका छौँ। जुन जातको कुरा गर्नुभयो नि कि निषाद आयोग पनि हुनुपर्छ, हैन?
त्यसरी जातिगत आयोग दियो भने त यो देशमा कति आयोग हुन्छ? तपाईँले भन्नुभयो राम्रो छ, तर जसको संख्या जति भारी त्यसको त्यतिकै नै हिस्सेदार हुन्छ। मधेसी आयोग छ त, तपाईँहरू मधेसी हुनुहुन्छ। मधेसमा पनि विविधता छ। मधेसका कथित उपल्लो वर्गका जातहरू उहाँहरू मधेसी हुनुहुन्छ। तल्लो वर्गका अति पछाडि परिएका उहाँहरू मधेसी हुनुहुन्न उहाँहरूको नजरमा। मधेसमा पनि क्याटेगोरी छ, मधेसमा पनि विभिन्न किसिमका मतलब भेदभाव गर्ने यहाँ हाम्रा समुदायहरू हुनुहुन्छ। त्यस कारणले गर्दा मधेसीको नाममा कहाँ छ बताउनु त? एउटा पनि निषाद एसपी डिएसपी भएको, एउटा पनि निषाद माननीय मन्त्री भएको, एउटा पनि निषाद तपाईँको कुनै पनि आयोगको प्रमुख भएको, मलाई हेराइदिनुहोस्। मधेसको नाममा मधेसभित्रका आफूलाई मधेसी भन्ने समुदायहरू त पुगे। अब उहाँहरूले मधेसभित्र अति पछाडि परिएका जातहरू उहाँको नजरमा मधेसी होइन। हजुरकै जातिको मेघराज निषादजी मन्त्री हुनुहुन्थ्यो। आफ्नै जातिको समानुपातिक भोट लिएर निषाद जातिको धेरै व्यक्तिहरूले समानुपातिक मत दिनुभएको थियो। रिक्सा छाप चुनाव जित्यो, उहाँ मन्त्री बन्नुभयो केन्द्र सरकारमा। त्यस्तै एकजनासँग कुरा हुँदा उहाँले भन्नुभयो धुपलाल निषादजी पनि जातिको कुरा गरेर त्यस्तै मन्त्री बन्नुहुन्छ, तर जातिको लागि उहाँ पनि उहाँ जस्तै केही गर्न सक्नुहुँदैन, के भन्नुहुन्छ? अब यसमा जातिको नाममा धेरै नेताहरू आउनुहुन्छ, जातको नारा दिएर भजाउनुहुन्छ, भोट लिनुहुन्छ, मन्त्री बन्नुहुन्छ, विभिन्न पद लिनुहुन्छ, राजनीतिक नीतिहरूमा भागभन्दा गर्नुहुन्छ, खोज्नुहुन्छ, तर एक्लै एकजना दुईजना माथि पुग्नुहुन्छ। बाँकीजना त्यही समुदायको व्यक्तिहरू कतै लेबरमा खट्छन्, कतै नेस्तरमा खट्छन्, कतै विदेशमा काम गर्छन्, के भन्नुहुन्छ? यसको बारेमा त अलिकति हामीहरूले गहन दृष्टिकोण पुर्याइएको छ। हुन त मान्छेको धुपलाल निषादजी पनि मन्त्री बनेपछि भोलिको डेटमा आफ्नो समुदायलाई आज जसरी गाउँघरमा घुमेर तपाईँ समस्या बुझ्दै हुनुहुन्छ, उहाँहरूको विभिन्न पीडाहरू बुझ्दै हुनुहुन्छ, उहाँहरूको घरमा खाना खाइरहनु भएको छ, त्यो बेला यसरी नै जानुहुन्छ तपाईँ? एकदम। जतिखेर मैले निषाद जागरण महाअभियान सुरु गरेँ त्यति बेला घर घरमा दैलो दैलोमा गएर मैले एउटा बैठकमा गएर उहाँहरूको गाउँ गाउँमा गएर मैले सबभन्दा पहिला हिस्ट्री रिसर्च गरेँ। किनभने व्यक्तिगत स्वार्थभन्दा सामूहिक स्वार्थ ठुलो हुन्छ। म एक्लै मन्त्री हुँदैमा मेरो समाज परिवर्तन हुनेवाला छैन, तर यो किताबको माध्यमले आरक्षण मिल्यो, आयोग मिल्यो वा संविधानमा यसको पहिचान वा मतलब कुनै अधिकार लागू भयो भने पुरै समाजको हुन्छ। त्यस कारणले गर्दा मैले सबभन्दा पहिला सल्लाहकारहरूको राष्ट्रिय अन्तर्राष्ट्रिय सल्लाहकारज्यूहरूको सल्लाहमा मैले सबभन्दा पहिला पुस्तक तयार गरेँ। आज मलाई खुसी के लाग्छ भने मधेसी आयोगदेखि लिएर सबै आयोगले फोन गरेर उहाँहरू बोलाउनुहुन्छ र यो निषाद जातिको बारेमा कहाँ कहाँ के कस्तो छ भने कुरा मसँग सोध्नुहुन्छ। अनि यो नेपालको संविधानमा भोलिका दिनमा यदि संवैधानिक नियोग वा आयोग बन्यो भने यो किताब नै मेन आधार हुनेछ। अनि मन्त्री त आफ्नो ठाउँमा छ, मलाई कुनै पार्टीले मन्त्री नदेओस्, मलाई कुनै पार्टीले माननीय सांसद नदेओस्, तर मेरो समुदायको आरक्षण दिनुहोस्। मेरो संविधान मेरो समुदायको हक अधिकार मान सम्मान पहिचान संविधानमा लेखाइदिनु। जस्तै कांग्रेस छ, एमाले छ, माओवादी छ, मधेसी दलका धेरै पार्टीहरू छन्, नेताहरू छ, उहाँहरू भोट जितेर जानुहुन्छ। यही हाम्रो क्षेत्र नम्बर 2 का मध्य प्रदेशका धेरै सांसदहरू जानु भएको छ, तर कुनै सांसदको मुखबाट आजसम्म पछाडि परेका समुदायको बारेमा वा निषाद समुदायको बारेमा आजसम्म एउटा आवाज सुन्नु भएको छ? उहाँहरूले बोल्नु भएको छ? उहाँहरू बोल्नुहुन्न, किनभने उहाँहरू आफूमा एउटा ठुलो हुनुहुन्छ, आफूमा एउटा बलशाली हुनुहुन्छ, उहाँहरूको अहम र भ्रम। त्यस कारणले गर्दा म भन्छु कि म त मन्त्री बन्नु नबन्नु, यदि कुनै पार्टी छ भने वा मेरै जातिको कुनै व्यक्ति अगाडि बढ्न चाहन्छ भने उहाँले चाहिँ मेरो संवैधानिक हक अधिकार दिलाइदिनुहोस्, मेरो चाहिँ आरक्षण दिलाइदिनुहोस्, मेरो आयोग गठन गरिदिनुहोस्, मलाई पुग्यो। तर जहाँसम्म मेरो कुरा छ, मलाई यदि माननीय मन्त्री बन्नु भएको भए म चाहिँ यो भन्दा पहिला नै बनिसकेको हुन्थे। कुनै पार्टीको मतलब पुच्छर पक्रेर, कुनै पार्टीको मतलब साँठगाँठ गरेर, तर मलाई सामूहिक पहिचान चाहियो। मलाई सम्पूर्ण जात जाति धर्म संस्कृति भाषा भाषीको संविधानमा पहिचान र अधिकार चाहियो। त्यसको लागि हामीहरू पार्टी निर्माण गरेर अगाडि बढिरहेका छौँ। अनि जुन व्यक्ति भन्नुहुन्छ कि भूपलालजी आफ्नैलाई गर्नुहुन्छ, यो भन्नुहोस् कि उहाँसँग जुन मैले काम गरेँ त्यो भन्ने व्यक्तिसँग आँट छैन, साहस छैन, त्यति वैचारिक दृष्टिकोण छैन। त्यस कारणले गर्दा उहाँले त्यस्तो कुरा हामीहरूको विचार अनुसार धुपलाल निषादमा लोभ लालच छैन।
तपाईँ क्लियर हुनुहुन्छ आफ्नो समुदायको लागि, एकदम। आफ्नो समाजको लागि। यदि लोभ लालच भएको भए मैले 20-25 वर्ष लगाएर लाखौं लाख रुपियाँ लगाएर लाखौं लाख मतलब पढाइमा खर्च गरेर मैले एउटा एलएलबी पढेर एमएड एमए पढेर यो रिसर्च किन गर्थे त मलाई थाहा छ कि रिसर्च भनेको एउटा यस्तो ठुलो सम्पत्ति हो कि त्यसले तपाईँको विगत वर्तमान र भविष्यको रास्ता तय गर्छ। कि तपाईँ पहिला के हुनुहुन्थ्यो, अहिले कस्तो हुनुहुन्छ र आउने दिनहरूमा तपाईँको समुदायलाई कसरी कुन तरिकाले लिएर जानुहुन्छ कि संविधानमा तपाईँको हक अधिकार सुनिश्चित हुन्छ। जो कारणले गर्दा मैले यसमा लागेको छु अनि मलाई विश्वास छ जिल्ला जिल्लाबाट मेरा दुख र सुखमा सामेल हुने व्यक्तित्वहरू मलाई फोन गरेर सास र हौसला दिनुहुन्छ कि तपाईँ अगाडि बढ्दै जानुहोस्, हामीहरू तपाईँको साथमा छौँ। रहेको कुरा मेरो उहाँको बारेमा मेरो बारेमा पनि धेरै टीका टिप्पणी मेरै जातिका अन्य दलमा लागेका उहाँहरूसँग कुनै पनि विचार छैन, उहाँहरूसँग कुनै पनि दृष्टिकोण छैन। उहाँहरूले समस्यालाई भजाएर भ्रमलाई भजाएर समस्यालाई बेचेर मेरो बारेमा उल्टा सुल्टा भनेर उहाँहरूले चाहिँ आफ्नो रोटी सेक्ने तर्फ लाग्नु भएको छ। तर जनता सबै कुरा बुझ्छ, सत्य सत्य हुन्छ र झुटो झुटो हुन्छ। त्यस कारणले गर्दा हामीहरू नेपाल जनजागृति पार्टीलाई हामीहरू पुरै देशभरि पुरै जिल्ला जिल्लामा हामीहरूको संगठन पनि बनिसकेको छ, प्रचार पनि भइसकेको छ अनि आउने दिनमा मलाई विश्वास छ कि देशका जनताले सम्पूर्ण जात जाति धर्म संस्कृतिका व्यक्तिहरूले यो नेपाल जनजागृति पार्टी चुनाव चिन्हलाई सहयोग गर्नुहुन्छ र हामीहरू निश्चित ठाउँमा गएर आफ्नो आवाज उठाउँछौँ, आफ्नो हक अधिकार दर्ज गराउँछौँ। हजुरको पार्टीको बारेमा हजुरको बारेमा हामी कुराकानी गर्यौं। अब तपाईको विचारमा पहिलाको सरकार र अहिले जुन जेनजी आन्दोलनपछि जुन अहिले सरकार बनेको छ, बहुमतको सरकार छ अहिले राष्ट्रवापाको, के फरक देख्नुभयो तपाईले? अब के छ भने जुन अहिलेको सरकारले राम्रो काम गरिरहेको छ, गर्छ कि पहिलाको यसभन्दा राम्रो काम गरेको थियो तपाईको विचारमा बताइदिनुहोस्। अब मेरो विचारमा तपाईँ सोध्नुहुन्छ भने यो देशमा परम्परागत हिसाबले हेर्दा धेरै पार्टीहरूको उदय भयो र विलय भयो, ठीक। तर जुन अपेक्षा आम जनसमुदायको थियो, आम जनताको थियो, कुनै पनि पार्टीले पूरा गर्न सकेको छैन, ठीक। रह्यो अब जेनजी पछिको केही कुरा त भूपी शेरचनले भन्नु भएको छ हाम्रो नेपाल हल्लै हल्लाको देश हो। जेनजी आन्दोलन पछि जुन तपाईँ नयाँ उदयमान पार्टीको नाम लिनुहुन्छ उहाँहरूको पार्टी स्थानीय स्तरमा थिएन, गठन पनि थिएन। एउटा फेसबुकको माध्यमले एउटा प्रचार प्रसारको माध्यमले स्ट्यान्डबाजी गरेर फाल्ना समुदायको व्यक्ति प्रधानमन्त्री भयो भने काया पलट हुन्छ, युवाहरूमा एउटा के गरियो भ्रम डाल्ने भर सिर्जना गर्ने फाइदा भयो कि उहाँहरू आउनुभयो भने नेपाल चाहिँ एकदम विदेशी जस्तो बन्छ, अमेरिका जस्तो बन्छ, थाइल्यान्ड जस्तो बन्छ भने युवा वर्गमा एउटा दिवा सपना देखाउने काम गरियो। तर त्यसको परिणाम आज तपाईँ हेरिरहनु भएको छ, त्यसको मतलब रिजल्ट आज हेरिरहनु भएको छ कि उहाँहरूले के गर्न खोजिरहनु भएको छ, के गर्न खोजिरहनु भएको छैन। मलाई त धन्यवाद दिन चाहन्छु, जेसुकै कारणले हो उहाँहरूले बहुमत लिएर आउनुभयो। बहुमत लिएर आउनुभयो भने उहाँहरूको जितको सार्थकता त्यति बेला हुन्छ जति बेला संविधानबाट बाहिर भएका समुदाय, संविधानबाट पहिचान वञ्चित भएका समुदाय, आदिवासी जनजाति उहाँहरूको संरक्षितको लागि संविधानमा दर्ज भयो भने उहाँहरू एउटा सत्य तथ्यमा जीवन पार्टी बनेर आउनुहुन्छ। नत्र भने पहिलेकै पार्टी जस्तो उहाँहरूले पनि नारा दिएर उहाँहरूले पनि बीच बीचमा भाषण दिएर अनि जुन समुदायलाई आरक्षण दिनुपर्ने हो त्यो समुदायको त्यहाँ नामो निशान छैन, जुन समुदाय सत्तामा छ त्यसैको आरक्षण छ। त्यस कारणले गर्दा म भन्छु उहाँलाई ठिक छ तपाईहरु जितेर आउनुभयो, तपाईहरु सरकार चलाउनुहुन्छ, सरकार संविधानबाट चल्छ, तपाईको भाषणबाट चल्दैन। सरकार संविधानका नियमावलीबाट चल्छ, धाराबाट चल्छ, उपधाराबाट चल्छ, अनुसूचीबाट चल्छ। त्यो अनुसूचीमा यो देशभित्रका समुदायहरू परेको छ कि छैन त्यसलाई पनि समावेश गर्ने प्रयास गर्नुहोस्, त्यसलाई पनि संवैधानिक हक अधिकार मान सम्मान पहिचान दिने प्रयास गर्नुहोस्, अनि तपाईको बहुमत ल्याएको सार्थक हुन्छ। नत्र भने पहिलाका पार्टीहरू पनि भोटको लागि भजाउने काम गरे, तपाईँ पनि भोटको लागि भजाउने काम गर्नुहुन्छ भने उहाँबाट तपाईमा के फरक हुन्छ? लगभग सेम क्याटेगोरी त्यही छ। त्यसकारण गर्दा उहाँहरू नयाँ कुरा गर्न चाहनुहुन्छ भने उहाँहरूले रिसर्च गर्नुपर्छ, उहाँहरूले अनुसन्धान गर्नुपर्छ पुरै देशभरि कि कुन समुदायको अवस्था स्थिति कस्तो छ, कसलाई कुन मतलब क्याटेगोरीमा, कुन निकायमा, कुन विभागमा, कुन आयोगमा राख्दा हुन्छ। जस्तै सुकुम्बासीको कुरालाई लिएर हेर्नु, उहाँहरूको वियोग हेर्नु,
महँगी हेर्नुहोस्, शिक्षामा, स्वास्थ्यमा, विद्युतमा तपाईँको कर हेर्नुहोस्। त्यस कारणले गर्दा राज्य चलाउनको लागि फाकिलो हुनुपर्छ। तपाईँको विचारमा अहिलेको नयाँ सरकार पनि पुरानै जस्तै भएको छ? पुरानो जस्तै भन्नुको अर्थ मैले कि नयाँ के चेन्ज भएको छ मलाई बताइदिनुहोस्। तपाईँ एउटा पुरै देश विदेशमा घुमेर तपाईँ चाहिँ देशलाई निहालिरहनु भएको छ, तपाईँ पनि देशको सम्पूर्ण नेता दललाई हेरिरहनु भएको छ। नयाँ भनेको के? संविधानमा नयाँ भनेको के? जुन चाहिँ अहिले जुन जाति सबभन्दा पछाडि परेको थियो त्यसको आधार थियो समानुपातिक समावेशी, त्यसको आधार थियो संघीयता। आज संघीयता र समानुपातिक समावेशीको कारणले गर्दा सबभन्दा पछाडि परेको समुदाय आज बल्ल बल्ल जाने तर्खरमा थियो, जाने तर्खरमा पुगिरहेका छन्। त्यसलाई पनि कटौती गरेर एकतन्त्रीय एकात्मक जुन शासन सत्ता गर्ने हाम्रो रवैया छ, जुन हाम्रो एउटा दृष्टिकोण छ, त्यो दृष्टिकोण त फरक छ। त्यो त जनताको लागि हकिकतमा छैन, त्यो आम समुदायको लागि हकिकतमा छैन। त्यो त के हो भने सबै देशका सबै ठुला ठुला कारखाना र उद्योगलाई निजीकरण गर्ने, निजीकरण गरेर अनि मात्र हुने खानेहरूको मतलब सरकार बनाउने, हुने खानेहरूको मतलब पहिचान दिने, उनीहरूको पहुँच पुर्याउने, अनि बाँकी जसको पहुँच छैन, जसको संगठन छैन, जो बोल्न खोजिरहेको छैन, त्यसको लागि को बोल्ने, के गर्ने? सरकारले त्यसको लागि बोल्न सक्नुपर्छ। सरकारले त्यो पछाडि परेका समुदायको लागि मतलब वकालत गर्न सक्नुपर्छ। मैले भन्न खोजेको यो। अब एउटा अन्तिम प्रश्न म तपाईलाई राख्न चाहन्छु। अहिले संघीयता राख्नुपर्छ भन्ने पनि एक भागमा व्यक्तिहरू रहेका छन्, देशका जनताहरू। संघीयता हटाउनुपर्छ भन्ने पक्षमा फेरि एक तबकाका व्यक्तिहरू रहनु भएको छ। तपाईको पार्टीको विचार, धुप्ला निषादको विचार, संघीयता रहनुपर्छ कि खारेज हुनुपर्छ? तपाईहरूको के धारणा छ? अब जहाँसम्म हाम्रो पार्टीको धारणा छ, सामुदायिक समाजवाद, संघ भनेको केन्द्रमा रहेको शक्तिलाई स्थानीय स्तरसम्म पुर्याउने। हाम्रै वर्तमान सरकारका सम्माननीय प्रधानमन्त्रीज्यूले जनकुमा भन्नुभएको थियो कि म संघीयतालाई बलियो पार्नको लागि मलाई काम दिनुहोस् भनेर। मधेसले 30वटा सिट दिदियो, मधेसले 30वटा सिट समानुपातिक पनि गएका छन्। तर अहिले जुन महाधिवेशन भयो खुल्लाबाट कतिवटा मधेस त्यसै पार्टीमा अहिले त्यही पार्टीभित्र दरार पैदा भइसकेको छ। त्यही पार्टीभित्र विभिन्न किसिमका त्यही पार्टीभित्रका मतलब व्यक्तिहरूले विभिन्न किसिमका टीका टिप्पणी सुरु गर्न थालेका छन्। यदि मैले तपाईलाई देश जोगाउनुहुन्छ भने त जबसम्म संघीयता देशमा बलियो हुँदैन, जबसम्म देशभित्रका सम्पूर्ण जाति सम्प्रदाय समुदाय बलियो हुँदैन, तबसम्म तपाईको कुनै पनि प्रणाली, कुनै पनि सिस्टम यहाँ राम्रो चल्नेवाला छैन। त्यस कारणले गर्दा तपाईँ त्यो वर्गलाई समात्नुहोस्, त्यो समुदायलाई समात्नुहोस्, त्यो जातिलाई समात्नुहोस् जो सदियौंदेखि यो देशबाट, यो देशको सेवा सुविधाबाट वञ्चित छ, यो संविधानबाट वञ्चित छन्, यो संवैधानिक अधिकारबाट वञ्चित छन्, कानुनी आरक्षणबाट वञ्चित छन्। उहाँहरूलाई समेट्नुहोस्, उहाँहरूलाई तान्नुहोस् र उहाँहरूलाई सल्लाह गरेर संविधानमा संशोधन गर्नुहोस्। अहिले संविधान संशोधन मसौदा तयार भइरहेको छ हैन। म पनि पार्टीको एउटा अध्यक्ष हुँ हैन। मेरो माग छ कि निषाद समुदायको कुनै पनि संविधानमा उल्लेख भएको छैन। यदि तपाईँ रिसर्चको माध्यममा जानुहुन्छ भने पुरै निषाद समुदायलाई बसाउनुहोस् अनि उहाँसँग सोध्नुहोस् कि तपाईँको के समस्या छ, तपाईँको के मतलब प्रब्लम छ, तपाईको अवस्था स्थिति कस्तो छ। उहाँहरूको पनि त्यो मसौदामा निषाद समुदायको पनि दर्ज हुनुपर्छ। यो मेरो पार्टीको आधिकारिक माग हो, यो मेरो पार्टीको धारणा हो। मेरो पार्टीका सम्पूर्ण केन्द्रीय टिमको तर्फबाट हामीहरू बोलिरहेका छौँ कि निषाद समुदायको पनि त्यसमा मसौदामा उल्लेख हुनुपर्छ र अरू आयोग जस्तो निषाद आयोग पनि बनाउन सक्नुपर्छ। जस्तै अब अन्य देशमा हेर्नुहुन्छ भने त्यहाँ सेक्रेटरी सिस्टम छ। सेक्रेटरी सिस्टम भन्नुको अर्थ कि जुन नदी नाला माछा मार्ने मत्स्य जति कारोबार छ त्यो चाहिँ निषादकै मात्र छ। त्यो चाहिँ त्यो सिग्नेचर गर्यो भने त्यो तपाईँ काम अगाडि बढाउन सक्नुहुन्छ भने, अनि उहाँको सिग्नेचर भएन भने तपाईँ बढाउन सक्नुहुन्छ। यहाँ त्यो सिस्टम छैन। त्यो सिस्टम नहुनुको पछि पछाडि कारण छ के भने हाम्रै समुदायका व्यक्तिहरू कमजोर छन्, राजनीतिक रूपले, आर्थिक रूपले, दुई तीन धर्म हुनुहुन्छ। त्यस कारणले गर्दा उहाँको पनि थाहा छ कि उहाँहरू आफै दुई तीन धर्म हुनुहुन्छ भने हामीहरू कसलाई दिने? म भन्छु कि धारलाई नदिनुहोस्, समुदायलाई दिनुहोस् न। धारलाई दिने कुरै छैन। तपाईँ
तेस्रो धार म दोस्रो धार वा चौथो धार भएर केही फरकै परेन। तपाईँ कोही समुदायलाई समेटेर त्यसमा संविधानमा उल्लेख गरिदिनु, निषाद समुदायको लागि यो, निषाद समुदायको लागि यो, निषाद मध्यस्थको लागि यो, फल्ला फल्ला गरेर गरिदिनुहोस्, त्यो समुदाय आइहाल्छ। धारले केही कामै गर्दैन। यो कुराहरू छन्। अनि यो सरकारलाई, यो सरकारका मन्त्रीज्यूहरूलाई, यो सरकारका मस्यौदा संविधान मस्यौदा तयार गर्ने सल्लाहकारज्यूहरूलाई म भन्न चाहन्छु कि तपाईँहरू पहिला सबभन्दा पहिला अनुसन्धान गर्नुहोस्। अनि अनुसन्धान गरेर कुन समुदायको अवस्था स्थिति कस्तो छ त्यसको एक्चुअल मतलब डाटा त्यसमा समावेश गरेर त्यसलाई पनि संविधानमा एउटा मौका दिनुहोस्, एउटा ठाउँ दिनुहोस् र पहिचान। अब कार्यक्रमको अन्तमा छौँ हामीहरू। अन्तमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? अन्तमा म यही भन्न चाहन्छु कि यो देशमा संविधानमा सबै जात जाति धर्म संस्कृतिको हक अधिकार निश्चित हुनुपर्छ, सुनिश्चित हुनुपर्छ। अनि सबै समुदायलाई आफ्नो आवाज उठाउने अधिकार छ, उहाँहरूले गर्न सक्नुहुन्छ। त्यसैको माध्यममा रहेर म पनि यो देशका जति पनि जात जाति धर्म संस्कृति समुदाय छन् मतलब अनि निषाद समुदायका जति पनि व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूलाई म भन्छु कि यतिका वर्षदेखि सबै पार्टीले तपाईँहरूसँग भोट लिएर ठाउँमा गयो तर तपाईँको अधिकारको बारेमा बोल्न सकेन। तर नेपाल जनजागृति पार्टी चुनाव चिन्हमा छ। तपाईहरूको अधिकारको लागि, तपाईहरूको संवैधानिक पहिचानको लागि, तपाईहरूको संवैधानिक आयोगको लागि मेहनत गर्दैछ, जिल्ला जिल्लामा गठन गर्दैछ, एउटा चुनाव गठबन्धनमा लडिपडिसकेको छ। मलाई आशा र विश्वास छ कि तपाईहरूको आउने दिनमा तपाईहरूको सल्लाहले, सहयोगले, मद्दतले यो पनि पार्टी ठाउँमा पुग्छ र तपाईहरूको अधिकार सुनिश्चित गराउँछ भन्ने म सन्देश तपाईहरूलाई दिन चाहन्छु। यतिकै भन्दै म तपाईहरू माझबाट म बिदा हुन चाहन्छु। जय देश, जय मधेश, नमस्कार, प्रणाम। हस्त हामीले आफ्नो अमूल्य समय दिनुभयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। आदरणीय दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो नेपाल जनजागृति पार्टीका केन्द्रीय अध्यक्ष ध्रुकलाल निषादजी। उहाँसँग उहाँको राजनीतिक यात्राको बारेमा, पार्टीको बारेमा, उहाँको सिद्धान्त विचारको बारेमा र अहिलेको सरकारको गतिविधि अवस्थाको बारेमा, संघीयताको बारेमा, निषाद समाजको बारेमा हामीहरू आजको कार्यक्रममा चर्चा परिचर्चा गर्यौं। अहिलेको लागि म आनन्द शर्मालाई पनि दिनुहोस् इजाजत। हेर्दै गर्नुहोला कार्यक्रम प्रश्न पत्रकारको। अहिलेको लागि म आनन्द शर्मा छुटिन चाहन्छु। जय नेपाल, नेपाल आमाको जय होस्। नमस्कार।